कुत्ता पाएको मल भेला पाएँ मेरो छोरा चाहिँ गोली गयो अरे राम 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 मैले अघि त भन्दै थिएँ 3टा बोरा ल्याउने हाले 3टा गमलामा भन्ने पनि लागेन सकिन्छ यत्रो चारी झुन्डाइरहेको छ त अनि खै के हेर्नुपर्ने हामी चाहिँ कुत्ता पाएको मल भेला पाएँ कुत्ता मिली मिली पनि आएको छ अरे त्यही भएर हेर्न लागेको है साथीहरू मिलेर ए हेरौँ न यता मल बुटल्नेहरू रातितिर भरै ढेडु घरसँग लागा पर्दै एउटा गमला अरू धेरै एउटा गमला भर्ने भए पनि ल्याउनुपर्छ मल बुटल्नु गएको अरे 5 बजेतिर हेर्नु त अनि के चाहिँ लिएर आउनु पर्ने अब गएर ड्राइभर साइड चाहिँ यता है त्यता कुमारी कति बोरा भेलाउने अरे अहिले कहाँ सोधेको कति बोरा भेला भरे लास्टमा 3 बोरा भनेर 3टा गमला भनेर त होला जस्तो टाइम हेर्दा त्यसो पनि हुनसक्छ उनीहरुले दिदी कति बोरा अरे मेरो 3वटा गएको छ एउटा अनि टाइम हेर्दा 3.5 बोरा त भर्ला जस्तो छ त अहिले होइन छैन अहिले 3 बोरा भएन भने नि 3टा गमला भर्ने चाहिँ लानुपर्छ है होइन 100 गमला भनिन्छ भने पनि त भरिन्छ है हेरे मल भर्ने हेरेको भर्ने बाना हो कतिको फुलले कतिको राम्रो फुल फुलाउने त्यो पनि हुनुपर्छ राम 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 के लिएको विदेश हो नि आफ्नो सामानहरु हो पक्कै पनि लिया त पुरै एकदम अपडेट दिने बेला म त बच्चा किडन्याप गर्ने हो ह बच्चा किडन्याप हो र त्यस्तै छ रेडी टु अपरेसन ल ल आमामा ल झरो जंगलतिर अब ल आऊ लडिन्छ है ह यता बोरावाला कता हेर बुद्ध पार्क हेर्ने नामले मल भेला पाना हजुर मान्छे भन्दा ठुलो छ त अनि हेर भर्खर दमकबाट आइपुग्नु पाएको छैन बुद्ध पार्क हेर्ने जाउँ भन्दै न्यु पार्दै मल भेलाउने दाउले हेर न मान्छेहरू यहाँनिर राम 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 लु ल हाम्रो ड्राइभर दाइ पो अनि अगाडि सरियो त लडिन्छ है लडिन्छ ल होइन त के अरे ड्राइभर दाइले पनि भेला पारिन्छ र म लिएर हेरौँ न भेला पारौँ है भेला पा खोइ त अनि मल त छैन त उर्मिला दिदी के यो हो उर्मिला दिदी यही हो मल छैन है यो त माटो मात्रै छ है छैन है मल यस्तै हो यस्तै हो र यो यहाँ छ यो हो त अनि छनु चाहिँ छ रहेछ कि यो पत्तासँग हाल्नु हैन पत्तासँगै हाल्नु नि मैले अघि त भन्दै थिएँ 3टा बोरा ल्याउने हाले 3टा गमलामा भर्ने पनि लागेन भनेर ठिकै पुगेछ त अनि खै छैन त अनि राम्रो राम्रो हेर्नु त अनि भरिन्छ त यो जेब्राहरू भरिन्छ त जेब्रा सबै पानीले बगाला जस्तो छ लु चारो चाहिँ पो लाला जस्तो छ त चारो त सानो छ नि त हेर्नु त कसको सुँगुर लगाएर बेच्ला जस्तो छ हौ एक बोरा लगाएर बरु 500 रुपियाँ बोरा दियो भने त त्यता पो चित्ला जस्तो छ त अनि
सुँगुरलाई बेच्यो नि अनि माथि पनि थिएन भने सबै छोडेर लगाएको थियो भने चाहिँ एक जग्गा चाहिँ यहाँ राखेर अर्को चाहिँ माथि जाउँ होला ल यहाँ अलिअलि लैजाउँ अनि लौ चारो चाहिँ टन्नै रहेछ चारो पो लोप लाग्दैछ त अनि मेरो जेब्रा ज्याजा आमा 500 रुपियाँ दियो भने त त्यो पो चित लाग्छ त अनि ल यो पानीले नगोरेको सबै के छ नि त सबै बगाएको पानीले बगाएको छ त उयो सोनीले कोठामा त छ त अनि यहाँ छ त ए रहेछ हौ हामीले हेर्नु नजाने रहेछ ए रहेछ हेर्नु हेरे कति कालो कालो रहेछ यो यस्तो यो पाँचको मल होइन हालो नि यो यसहरू हेर न यस्तो छ यो हेर न यहाँ माथि यो चाहिँ गर्नु हुन्छ कि यो राम्रो हुन्छ बराबरै भरिने रहेछ सुरुमा चाहिँ हेर्नु नजाने रहेछ कि यो मलै हो नि होइन ए यो मलै होइन कति कालो छ नि सुरुमा चाहिँ हेर्नु नजाने रहेछ यो मलै हो नि अलिकति यस्तो माटो हाल ढुङ्गा चाहिँ नहाल न भरि है लु लैजाऊ बाँदरहरू रहेछ त्यहीँनिर त अरे बसन्त खड्का भरेको छ जे होस् राम्रो छ है तपाईँहरूको राम्रो छ बसन्त खड्का राम्रो छ है जागिर चाहिँ राम्रै छ होइन त्यही त होइन यतिको चाहिँ हुनुपर्छ है के चाहिँ होला जस्तो छ अर्को जुनीमा पहिलाको जुनीमा मैले तपस्या गरेको थिएँ कि क्या हो त अनि गर्नु त गरेको हो नि पहिला म कम्ती व्रत बस्थेँ सोमबार बिहिबार लु व्रत बस्नु सुरु गर है केटी हो कति बोरा भेला पार्यो भाइ तान्नु सक्छौ त लु सघाउ दिदीलाई सघाउ ल त्यसै गर्नु ल मेरो जुत्ता तान लु छिटो तान छोड लु बिस्तारै गर न एला भाइ छिटो न म चिप्लिन आँटे त्यसरी होइन के कसरी लु लडेर चिप्लेर बिचरा कता चिन्ने ओ जङ्गलको ढेँडो यता आऊ सकिन्छ ला 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 नगरौँ होला हौ त्यति साह्रो त मैले त ला 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 ल सकिन्छ सक्नु पर्यो नि अब बाटो चाहिँ देखाउ न के चाहिँ होला जस्तो चाहिँ यत्तिकै चाहिँ हुनुपर्छ है यता नि भर्यो बोरा यो त भरिँदैन यो भरिँदैन गाईलाई पो होइन यहीँ तल राम्रो थियो त मलाई त नि माथिमा त्यो चाहिँ गरौँ न गरौँ थियो नि त यसमा कसरी अब यही भराएर लानु भरेन बोरा के गर्नु अरू बेला दिदी भरेन भर्न आँट्यो भर्न आँट्यो हाम्रो मरो सक्यो होइन सबैको बोरा भर्यो होइन भरियो 100वटा बोरा सक्यो सबैको बोरा भर्यो होइन कसले लाउने अब गाडीमा ल म लोड गर्ने बेला भयो लोड गर्ने मान्छे चाहिँ खतरा छ लु न दिउँ न लु त छिटो बोरा हुँदैन बस्न काका यो चाहिँ सहयोग गर्नुपर्छ ल
लु है लु आमा फुल रोप्ने रहर गर्नेहरू लु है लु झरेलो गाडी त वासी घन्टा पुरै मकिराले पठाइदियो के एउटाले दोरी अर्फर पनि दियो अर्फर पनि बान्दैछौ त्यसले बान्दैन हाम्रो त बान्दैन पठाइदिनु पर्छ ल एउटा बाँधेर मैले पनि लिन पो त सच्ची त अहिले बाँध्नु पर्छ नि त अहिले ऊ त पर्ला हरियोले पनि बान्यो कसको अहिले बोरा चिनेर जानुपर्छ हेर बुद्ध पार्क हेर्ने न्युले मल भेला पार्ने दाउमा नि मान्छेहरू भोलि चाहिँ फुल चाहिँ नपाउँ त फुल तीर्थकुमारी भोलि चाहिँ फुल चाहिँ पाऊँ है के यो मलबाट पुरै बनाएर फुल फुल लाउनु पाऊँ भनेको नि ए पाउँ पाऊँ न फुल चाहिँ यता उर्मिला दिदी दुईजना हो फुल रोप्ने एकदमै भनेपछि हामी सबैले बाँडिदिन्छौँ ल ल मैले त्यत्रो थुपाइ दिन्छु लैजाऊ भन्छु लाँदैन अनि फुलेको महिला मात्रै म त फेरि बाल्टी पाउने बेला मात्रै देख्छु नि त फुल त पाउनै किनेर ल्याइ रोप्ने बेलामा देख्दिनँ होइन बाल्टी चाहिँ किनेर ल्याइदिरहेको हामी लगाइदिने काम रोपिदिन्छौँ मल खोइ यसो मल यत्रो मल छ त यसले मात्रै छिटो छिटो मेरो खेतालाहरू भुकायो होला आज हजुर बाबा सिस्टर भरिसक्यो अब लाग्यो बुद्ध पार्क हेर्नु बेलुका गौतम बुद्धले हामीलाई पर्खिआएछ त्यही त है बेलुका चाहिँ कस्तो राम्रो देखिँदो रहेछ बल्ल बल्ल आयो लास्टमा चाबी बन्द रहेछ यत्रो चाबी झुन्डाइरहेछ त अनि खै के हेर्नुपर्ने लु बाहिर हेरेर अब चिता बुझेर जाने आयो हेर्नु पाइएन गेटबाटै फर्केर गइँदैछ केटाकेटीहरूलाई पकाएर आएको लास्टमा चाहिँ नहेरी फर्किँदैछ है फर्किँदैछौँ केटाकेटीहरू फेरि हिँड्न घुम्न म त मन पर्छ लागि घरतिर मल बोकेर सरर रात पर्यो अब यति नै हो के अरे मल बोकेर जाँदैछौँ अब लगेको मलले चाहिँ एकदम राम्ररी फुल फुलाउने हो पछि फेरि हामी तपाईँहरूलाई देखाउँछौँ मेरो एकदम भर्खर सुरु गरेको भ्लग हेर्नु हुनेहरूलाई धेरै धेरै धन्यवाद हस् त बाई